सो आज चाहिँ अब म चाहिँ यहाँ अर्को स्कुल जानुपर्ने थियो क्या स्टाफ क्लास गराउन अनि त्यही भएर अपेक्षालाई पनि लिएँ अनि अपेक्षालाई चाहिँ मैले घरबाट टिपेँ किनकि हामी बाहुनडाङ्गी नै जानुपर्ने थियो अनि बाहुनडाङ्गीको स्कुल हामी पुगिसकेको थियौँ अनि स्कुल पुगिसके पछाडि अब त्यहाँको सरलाई पनि भेट्यो अनि सरलाई भेटिसके पछाडि अब त्यहाँको नानीहरू सबैजनालाई बटुल दिनुभयो बटुलिसके पछाडि अब हाम्रो सेसनको सुरु गर्नुपर्ने थियो र मैले अपेक्षालाई भिडियो गर्नको लागि फोन दिएँ अनि त्यस पछाडि म चाहिँ अब यता सेसनको लागि चाहिँ प्रिपरेसन गर्दै थिएँ सबै चाहिँ अब व्हाइट बोर्डमा लेखेर चाहिँ एकदमै तयारी गरेर त नानीहरूले चाहिँ हेरिराख्नु भएको थियो क्या अब के लेख्न आँट्नुभयो सरले के हुँदैछ यहाँ भनेर चाहिँ अचम्मै भएर हेरिराख्नु भएको थियो त्यस पछाडि अब हाम्रो सेसन पनि सुरु भइसकेको थियो अनि नानीहरूलाई चाहिँ अब मेम्बरसिपको लागि तयारी गर्नको लागि चाहिँ स्काउटिङको बारेमा चाहिँ अब क्लासेसहरू दियो त्यस पछाडि नटिङहरू 3-4वटा पनि सिकाइयो अनि अब नटिङहरू चाहिँ अब नानीहरूसँग डोरी प्रपर नभएको कारणले गर्दाखेरि चाहिँ अलिअलि मात्रै सिकाएर अनि अपेक्षालाई पनि मैले चाहिँ 1-2वटा सेसन लिन दिएर चाहिँ त्यस पछाडि चाहिँ त्यहाँ सकेर चाहिँ म ट्युसन आएँ ट्युसन पढाउँदै थिएँ अनि अब यो चाहिँ मेरो इभिनिङ ट्युसन हो अनि त्यस पछाडि चाहिँ अब मलाई चाहिँ यो होस्टेल 3 कस्तो रहेछ भनेर चाहिँ हेर्न पनि जान मन लागेको थियो र अब हामी गाउँलेहरू 3जना अब गयौँ होइन 3जना गइसके पछाडि चाहिँ यो सिन चाहिँ बबाले लागेको थियो होइन केटीको लागि टुप्पी काटिदिनेवाला सिन चाहिँ दामी थियो ओभरअल पदमको एक्टिङ साह्रै दामी होइन अनि अलिकति स्टोरीमा चाहिँ मलाई कता कता मन परेन क्या अनि यो चाहिँ हाफमा चाहिँ अनि हामीले पपकर्न अनि लेज अनि वाटरहरू चाहिँ लियो होइन एकदमै अनि भोक पनि लागिरहेको थियो नि त अब रातिको समय थियो सो फाइनली फिल्म पनि सकिसकेको थियो र अब घर पनि आइसकेको छ एकदमै टायर्ड थियो यस्तो थाकेको थियो नि होइन सो थ्याङ्क यू सो मच फर वाचिङ मी गाइज